होइन मूलत आजको दिनसम्म हर्कलाई मैले एउटा अर्ग्यानिक लिडरको रूपमा चाहिँ युवा लिडरको रूपमा मानेको कुरा हो होइन। उनले अब धरानको लागि काकाकुल भएको पानीको समस्यादेखि लिएर त्यहाँको गार्डन विभिन्न खालको विकास भनौँ तपाईँको चाहिँ अब बेसारदेखि लिएर साबुन फ्याक्ट्रीदेखि लिएर एउटा युवाले चाहिँ अब निष्पक्ष रूपमा भ्रष्टाचार नगरिकन केही गर्छु भनेर अब जस बोलीमा अलिक कठोरता भए तापनि उसको भित्र चाहिँ पाप चाहिँ छैन र ऊ चाहिँ 200% चाहिँ विदेशीकोबाट परिचालित चाहिँ नेता हर्क साम्पा होइन। र दोस्रो कुरो चाहिँ के छ भन्दा हर्कको चाहिँ कुरो के छ, म पनि त्यहाँ चाहिँ इन्सपेक्टर हुँदाखेरि सेड नोट टु ड्रग्स एउटा ठुलो चाहिँ 80,000 मान्छे मैले गएर त्यो धरानलाई स्वर्ग बनाउन खोजेको थिएँ। अहिले धरानमा चाहिँ हर्क साम्पाङजीले जुन काम गर्नुहुन्छ म अत्यन्त प्रभावित पनि छु, उहाँप्रति सम्मान पनि छ, सम्मान गर्दै आएको व्यक्तित्व पनि हो। उहाँले मूलत के भन्दा श्रम र पसिना नबगाइकन न देश विकास हुन्छ, न समृद्धि हुन्छ, न आफ्नो वृत्ति विकास हुन्छ, न परिवारलाई भरण पोषण शिक्षा गर्न सकिन्छ। हरेक कुरामा श्रम गर्नुपर्छ। श्रम नै जीवन हो, श्रम संस्कृति नै चाहिँ भन्दा राष्ट्र विकासको आधार हो भन्ने खालको मूल मन्त्र लिएर अगाडि बढ्नु भएको र यसमा जननी जन्मभूमि स्वर्गादपि गरिएसी यो माटो भन्ने कुरा के भन्दा जन्मभूमि हो। यो माटो बिना हाम्रो जीवन पनि छैन, माटो बिना अन्न पनि उत्पादन हुँदैन। हे अन्न तिमी छौ धन्न, तिमी बिना एक पल रहन्न भनेपछि माटो भनेको हाम्रो जननी हो, प्रकृति हो। यहाँ हावा छ, पानी छ, हरेक खाद्यान्न, जल, जमिन यावत कुरा चाहिँ के छ भन्दा जमिनमा छ भने यो जमिन र माटोको मूल्य र मान्यता र श्रम नै संस्कृति हो। माटोसँग खेल्नुपर्छ, माटोसँग हामी काखमा रमाउनुपर्छ। हाम्रो भाग्य र भविष्य चाहिँ यही निर्माण गर्नुपर्छ। हरेक बेला श्रम संस्कृतिलाई हामीले अगाडि जबसम्म बनाउँदैनौँ तबसम्म देश विकास हुँदैन भनेर एउटा नयाँ नीति लिएर अगाडि बढ्नु भएको छ। उहाँलाई शुभकामना पनि छ र वास्तवमा चाहिँ अर्ग्यानिक अहिलेको विवाद मैले देखेको आजसम्म हुन त उहाँलाई पनि अब के भन्दा त्यो चर्चको कुरामा चाहिँ यो क्रिस्चियनको पनि ट्याग नलगाएको विभिन्न कुरामा ट्याग लगाइरहेको मुद्दा लागिरहेको अवस्था छ। ट्याग नलगाउने त कोही पनि छैन। ट्याग नलगाए त राष्ट्रवादी चाहिँ नि विदेशीको खेताला नभएको र चाहिँ त्यो युवाले केही गर्छ भन्ने मेन्टालिटी चाहिँ तय भएको चाहिँ व्यक्ति चाहिँ हर्क साम्पाङ हुन् र उनलाई मैले सम्मान पनि गरेकै अवस्था आयो।